हरिशयनी एकादशी घर घरमा तुलसीको बिरुवा रोपी मनाइदै। कार्पेट निर्यातका समस्या समाधान गर्न प्रधानमन्त्री शाहको निर्देशन। अमेरिकामा रोकिएका सामान र कच्चा पदार्थ आयात सहज बनाउन पहल। प्लाइवुड निर्यातका अवरोध हटाउन प्रधानमन्त्री शाहको निर्देशन, कार्यविधि तत्काल बनाइने। पश्चिमा क्षेत्रका समस्या समाधान गर्नको लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता, यिनै संशोधन गरेर भए पनि सहयोग गर्ने आश्वासन। सीमा सुरक्षाका लागि ड्रोन र फेस रिकग्निसन सीसीटीभी प्रयोग गर्ने सरकारको तयारी। सीमाको अनुगमन आफै जाँदा स्टन्ट भने अब स्पेशल टास्क फोर्सले गर्छ भन्छन् गृहमन्त्री गुरुङ। पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढेको प्रहरी महानिरीक्षक कार्कीको भनाई। कार्की भन्छन् खुला सिमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती। सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो। सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिबद्ध रहेको महानिरीक्षक पौडेलको भनाई। अनैतिक कार्यमा संलग्न 47 जना विदेशी महिला डिपोर्ट। राहदानी सेवालाई थप सहज र प्रभावकारी बनाउँदै परराष्ट्र मन्त्रालय जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने व्यवस्था गरिँदै। दक्षिण पूर्वी एसियाका स्क्यामिङ सेन्टरबाट 860 नेपालीको उद्धार, 49 जना अझै कम्बोडियाको जेलमा। कोलकाता विराटनगर कार्गो रेल सेवा सञ्चालनमा व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा। सीमा सुरक्षाका लागि डिजिटल बोर्डर प्रणाली तत्काल लागू गर्न संसदीय समितिको निर्देशन। यातायात कार्यालयका सेवा 8 दिनदेखि ठप्प, समस्या के हो हेर्नुहोस् आजको समाचारमा। सरकारका प्रवक्ता भन्छन् आइतबारको विधा कायम नै रहन्छ। सरकार एकै दिनमा उल्टाउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालो भन्छन् नेकपाका संयोजक प्रचण्ड। बालेन्द्र शाह विरुद्ध 4 वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र। डाक्टर केसीलाई धर्मशाला छाड्न कृष्ण मन्दिर व्यवस्थापन समितिको पत्र। अध्यक्ष भन्छन् बाहिरबाट दबाव आउन थाल्यो। 3वटा पार्टी मिल्दा पनि प्रतिगामी संशोधनलाई रोक्न नसक्ने तहसम्म पुगेका छौं भन्छन् एमाले नेता प्रदीप गेवाली। प्रधानमन्त्री बालेन्द्र शाहको स्वकीय सचिवालयमा 27 जनालाई नियुक्ति। मन्त्री र राज्य मन्त्री सरहका 2 जना सल्लाहकार। गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी, पठाउ ड्राइभर सम्पर्कमै छैनन्। युवतीलाई अश्लील हरकत गरेको भनिएका अधिकृत 20,000 धरौटीमा रिहा भए। नेकपाका नेता रञ्जित तामाङ भन्छन् ओली सुध्रिनेवाला छैनन्, नेतृत्वमा रहउन्जेल सहकार्य असम्भव छ। ओली प्रवृत्ति विहीन वाम कार्यगत एकता र ध्रुवीकरण जरुरी भएको भनाई। धनुषामा गोली चलाएर खैरो हिरोइन सहित 2 जना भारतीय नागरिक पक्राउ। गुण्डागर्दी र अपराधमा संलग्न 1871 जनाको प्रहरीले तयार पारो प्रोफाइल। विराटनगर विमानस्थलबाट 6.5 लाख सहित उपसचिव पक्राउ। काठमाडौँ महानगरका लेखा अधिकृत 21,000 घुस सहित पक्राउ परे। चितवनको इच्छा कामनामा लालपूर्जा वितरण, 34 परिवार बने जग्गाधनी। प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि राम रोशनका निमित्त प्रमुखको आर्थिक प्रशासनिक अधिकार रद्द। रौतहटमा खुकुरी प्रहार गरी 1 महिलाको हत्या, स्थानीयको कुटाइबाट आरोपित गम्भीर घाइते। मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र लगानी गर्न तयार।